सबैकी नमस्कार। म हिमाल धामी, रेडियो पजङ एफएम को टिम यतिखेर 26 पाथेभेला गाउँपालिका वडा नम्बर 2 सुदूरपश्चिमकै ऐतिहासिक धार्मिक तथा ऐतिहासिक मेला बान्निकी चैतलीमा आइपुगेका छौँ। यतिखेर हामी प्रत्यक्ष प्रसारणमा छौँ, जुन 26 पाथेभेला गाउँपालिकाबाट देउडा प्रतियोगिता आयोजना गरिएको थियो, जुन वडा स्तरीय, जुन टिम चाहिँ 8वटा टिम पुगेको र पुरुषका चाहिँ 4वटा पुगेको भन्ने हामीले जानकारी पाएका छौँ आयोजकबाट। त्यसै क्रममा वडा नम्बर 5 को र 7 को चाहिँ देउडा प्रतियोगिता भइसकेको छ भने अहिले चाहिँ वडा नम्बर 2 र वडा नम्बर 3 बाट चाहिँ देउडा प्रतियोगिता भइरहेको छ। जुन वडा नम्बर 2 बाट चन्द्रकला पटाइले चाहिँ देउडा भन्नेछ गाउनेछन् भने हाल्नेछन् भने वडा नम्बर 3 बाट चाहिँ काली देवी सार्कीले चाहिँ देउडा भन्नेछन्, मतलब कि देउडा चाहिँ मेन लिड भनेर देउडा हाल्नेछन्। यो अहिले बान्नीको चैतली यानि कि यो बान्नी चौरमा हामी तपाईहरुमा प्रत्यक्ष भिडियो देखाइरहेका छौँ। यता चाहिँ 2टा खेल भइरहेको छ, जुन अहिले चाहिँ यो वडा स्तरीय खेल र अनि उता चाहिँ एउटा स्थानीयले चाहिँ खेल खेलिरहेका छन्। सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला। कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि भन्नु होला। हामी चाहिँ हिजो लाइभ हाल्न पाएनौँ, त्यसको लागि क्षमा प्राप्ति छौँ। जुनमा चाहिँ नमस्ते न एनसेलमा चाहिँ नेटै चलेन, त्यही भएर चाहिँ हामी हाल्न पाएका छैनौँ। आज चाहिँ यताको वाइफाईबाट पनि हामीले लाइभ हाल्नुपर्छ भनेर चाहिँ उता माथि एउटा दाइसँग वाइफाई मागेर चाहिँ लाइभ भिडियो हालेको छौँ। जुन अहिले खेल सुरु हुन गइसकेको छ। जुन भर्खरै 5 नम्बर र 7 नम्बरको देउडा प्रतियोगिता भएको थियो। अहिले चाहिँ वडा नम्बर 2 र वडा नम्बर 3 को देउडा प्रतियोगिता चलिरहेको छ। जुन लय अनि अहिले चाहिँ यहाँ देख्न सक्नुहुनेछ लयको मिलाउने क्रम जारी छ भनौँ। अनि को खेल्ने भनेर चाहिँ लागिरहेछ। यता चाहिँ लय मिलाइरहेका छन्। आयोजकको सूचना अनुसार जानकारी अनुसार हामीले चाहिँ 4वटा पुरुषका टिम अनि चाहिँ 8वटा महिलाहरूको टिम छन् भन्ने जानकारी पाएका थियौँ। जुनमा चाहिँ 5 नम्बर र 7 नम्बरको देउडा प्रतियोगिता खत्तम भइसकेको छ भने जुन अहिले वडा नम्बर 2 र 3 को देउडा प्रतियोगिता भइरहेको छ। यता चाहिँ ढल मिलाइरहेका छन् भनौँ। आज बान्नीको चैतलीको तेस्रो दिन, जुन यो देउडा प्रतियोगिता गाउँपालिकाको आर्थिक सहयोगमा आयोजकमा चाहिँ देउडा प्रतियोगिता भइरहेको छ भनौँ। जुन यो दृश्य देखाइरहेका छौँ, यता चाहिँ देउडा खेल भइरहेको छ भने चाहिँ उता देख्न सक्नुहुनेछ। अनि उता चाहिँ स्थानीयको देउडा खेल भइरहेको छ भने यो फिल्डको पछाडिपट्टि चाहिँ ट्याक्कै उतापट्टि चाहिँ क्रिकेट प्रतियोगिता छ, क्रिकेट सञ्चालन भइरहेको छ। वडा नम्बर 2 बाट चाहिँ कमनिका पढाइले चाहिँ देउडा गीत भनिरहेका छन् भने हालेका छन् भने चाहिँ वडा नम्बर 2 बाट चाहिँ कालिका सार्कीले चाहिँ देउडा गीत भनिरहेका छन्। एकदम गाउँकै लोकल चलनमा चाहिँ परम्परा वेशभूषा भनौँ, गुन्यु चोली, त्यसै टाउकोमा सिबन्दी थाहा भएन त्यस्तै त्यतिखेर लगाएर सबैजना आइसकेका छन् देउडा खेलमा।
पछि जानु न अलि पछि जानु है लफा परेको छ दुईजना खेलाडी दुई समूह बीच अहिले सानो बलाबल परेको छ जुन गीत भन्न दिएन भने भयो 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 के भयो नबोल्नु नबोल्नु पालो 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 भन्न पालो पालो भयो बिस्तारै मिलाइकन भन त्यो बोल्नु होइन हेरिकन ए मिलाऊ आयोजक वाला खेल अहिले स्थगित भएको छ जुन दुईजना गीत भन्न दिएन भने उहाँको चाहिँ एउटा बोलाबोल परेको थियो चाहिँ भएन ए आज बेला भएन त यो मिलाइकन भन नि त मिलाएर भन के दृश्य देखाइरहेका छौँ हेर्नुहोस् 26 पाथी भेलाको बान्नी चौक भएन भन न देउडा खेल लाओ क्या भयो यहाँ चाहिँ साह्रै गाह्रो हुने भयो उहाँको चाहिँ पुरा डिस्कस मिलेको थिएन अहिले चाहिँ मिलिसकेको छ उहाँलाई पनि गीत भन्ने पालो दिएको छ यिनी चाहिँ दुर्गा थली के अरे उहाँ चाहिँ दुर्गा थलीबाट आउनु भएको अरे दुर्गा थलीबाट विशेष वाल्मीकि चैतली मेलाको आयोजनाको लागि राखेको थियो वडा स्तरीय देउडा प्रतियोगिता राखिएको थियो वडाबाट पनि बाहिरबाट पनि सहभागिता जनाइएको छ एकदम आफ्नै परम्परागत वेशभूषा सबैले गुन्यु चोलिया लगाएर देउडा खेल्न आउनुभएको छ यो वाल्मीकि चैतलीको दृश्य देखाइरहेका छौँ अझ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला अनि देउडा प्रतियोगितामा कसले जित्ला 2 नम्बर वडा कार्यालय मतलब कि 2 नम्बर वडाका महिलाहरूले दिदीबहिनीहरू जित्ला कि 3 नम्बरका महिला दिदीबहिनीहरू जित्ला त्यो पनि लेखिदिनु होला यहाँ चाहिँ भन्ने पालो नमिलेकोमा डिस्कस भइरहेको छ पालो मिलेको छैन ल ल खेल्नु 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 यो त भएन जति यहाँ छ उति यो डाँडा पत्तिर पनि त्यत्तिकै भिड छ त्यत्तिकै बाक्लो उपस्थिति रहेको छ यहाँ चाहिँ त्यत्तिकै मान्छेहरू यता छन्
झगडा नगर दिदीबहिनी भनेर 26/2 का दाइले चाहिँ भनेका छन्। यसो भएको हो 2 ले चाहिँ भन् एउटा भन्न मिलेन, अब मतलब भन्न पाएन भनेर चाहिँ हल्का डिस्कस भएको थियो, जुन यहाँका संयोजक आयोजकले चाहिँ मिलाइसकेको छ। उहाँ चाहिँ दुर्गाथलीबाट आउनु भएको छ। खेल चाहिँ अहिले 2 नम्बरमा र 3 नम्बरको देउडा प्रतियोगिता भइरहेको छ है। यो चाहिँ एकदम सानो जग्गा रहेको छ, सानो ठाउँ मतलब जग्गा त ठुलै छ, एकदम सानो ठाउँमा चाहिँ वरिपरिबाट सरिकन घेरेको छ। यो हेर्नु न, सुदूरपश्चिमको सान देउडा राम्रै सुन्छ। सुदूरपश्चिमका हरेक कुना कन्डराबाट चाहिँ देउडा भनेपछि को मान्छे सुन्दैन होला र को मान्छे बुझ्दैन होला र यो देउडा प्रतियोगिता देखाइरहेका छौँ हामीले चाहिँ। यति बाक्लो उपस्थिति सबै व्यक्तिहरू चाहिँ देउडै हेरिरहेका छन् यतै। भित्रका मान्छेलाई आयोजक बाहिर लाउने गरेका छन्। भित्र चाहिँ कसलाई नबसाल्ने गरे। भएन हो दुःखो भयो भन्नु है देउडा। अब भनौँ होला पाइना मिलायो भएन। अहिलेसम्म भाका निकालेको छैन, भाका मिलाउने गरेको छ। सबैलाई सेयर पनि गरिदिनु होला है। कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गरेर लेखिदिनु होला। यो चाहिँ 26 पाथी भेरा गाउँपालिका वडा नम्बर 3 मा रहेको बान्नी चौरमा छौँ आज हामी चाहिँ। हिजो काँकर ल्याइएको थियो भने काँकर यो मस्टा देवतालाई चढाइएको थियो भने चाहिँ आज तेस्रो दिन जुन देउडा प्रतियोगिता रहेको छ। गाउँपालिकाबाट सानो आर्थिक सहयोगमा चाहिँ यो देउडा प्रतियोगिता गरेको छ। त्यसकै सन्दर्भमा चाहिँ जम्मा महिला दिदीबहिनीहरूको 8वटा टिम पुगेको छ भने यो पुरुषहरूको चाहिँ 4वटा टिम पुगेको छ। प्रत्येक वडाबाट चाहिँ एउटा टिम ल्याएको छ भने एउटा चाहिँ बाहिरबाट ल्याएको जानकारी पाएका छौँ। त्यहाँ ठुलो खेल राम्रो खेल मिलिरहेको थियो। जुनलाई निस्किसकेको छ। पाइला हाल अब।
ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गरिदिनु होला, सक्दो सेयर गरिदिनु होला है, लाइक गरिदिनु होला। हजुरहरू कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ? अहिले चाहिँ छोइस पाथिभेरा वडा नम्बर 2 र वडा नम्बर 3 को एउटा प्रतियोगिता भइरहेको छ, जुन भर्खरै अघि चाहिँ वडा नम्बर 5 र 7 को एउटा प्रतियोगिता समापन भइसकेको छ। जुन टिम चाहिँ महिलाको टिममा 8 वटा पुगेको छ भने पुरुषको चाहिँ 4 वटा पुगेको छ। जुन उता चाहिँ लफा परेको छ, हामी चाहिँ यताबाट देखाउन सक्दैनौँ त, यो डाँडा नपतिर लफा परेको छ। किनकि त्यतिर हाम्रो नेटले चाहिँ काम गर्दैन, त्यही भएर हामी चाहिँ उहाँ चाहिँ जान सक्दैनौँ। त्यो ठाउँमा चाहिँ ठुलो लफा परेको छ। सबै त्यही फाइट भएको ठाउँ, यानि झगडा भएको ठाउँ जान लाग्छ। सबै हेर्नु सक्नुहुनेछ, उता चाहिँ लफा भएको थियो। यो डाँडा नपतिर नेट चल्दैन, हामीले चाहिँ वाइफाई जोडेको छौँ एउटा घरदेखि, यहाँ चाहिँ नेटै चल्दैन है, त्यस कारणले हामी चाहिँ उता जान सक्दैनौँ, उता चाहिँ देख्न सक्दैनौँ। जतिसक्दो हामी चाहिँ देउडा देखाउनेछौँ, यतिको त भइहाल्छ। सबैजना कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ सबैले कमेन्ट अनि सेयर गरिदिनु होला। यो चाहिँ सुदूरपश्चिमको ऐतिहासिक धार्मिक तथा ऐतिहासिक वाल्मीकि चैतन्य मेला हो, जुन सुदूरपश्चिममा एकदम ठुलो मानिन्छ, देवताको थान। क्या भो जुन अघि भएको लौटा चाहिँ अहिले चाहिँ मिलाइसकेको छ। दुर्गा थरीका भनेर पछि खेल्ने मिलाइ गरेर अहिले बाहिर गएका छन् भने अहिले चाहिँ 2 नम्बर वडाको र 3 नम्बर वडाको परेको छ। बाहिरी जाऊ बजे
डोटी देखिकन हेर्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद छ। धन्यवाद लाइभ देखाउनु भएकोमा। अहिले साह्रै राम्रो छ। कुन ठाउँ भन्नु भएको छ गोलमाल भन्नेले चाहिँ यो चाहिँ बझाङ जिल्लाको 26 पाथी भेरा जुने वर्षको अन्तिममा यहाँ चाहिँ बान्नी चैतन्य मेला लाग्ने गरेको छ। आज चाहिँ बान्नी चैतन्य मेलाको तेस्रो दिन हो होइन। यो चाहिँ 26 पाथी भेराको 2 नम्बर वडामा पर्ने बान्नी चैतन्य हो। बान्नीगडा भन्ने ठाउँमा हो यो चाहिँ। बझाङमा भन्ने हजुर बझाङमै हो यो पनि। लाइभ देखाउन धेरै धन्यवाद छ।
जुनसुकै ठाउँमा पनि हेर्न सक्नुहुन्छ है परदेशी भए पनि ठिक छ चित्त है सबैको कामकाज नगरेर घरमा खाना खोज्न पुग्दैन गुजारा चल्दैन त्यही भएर पनि जुनसुकै ठाउँबाट हेर्दै हुनुहुन्छ सबैकै आउँदै गरेको 2082 सालको शुभकामना यो बान्ने देवताले सबको रक्षा गरून् नम्मै नेट सोलो हो रे के दुःख लाग्छ जन्म माने
अघि भएको लफडामा चाहिँ बझाङ जिल्ला प्रहरीले पनि यताउति कन्ट्रोलमा ल्याइसकेको छ अघिको लफडा। राम्रोसँग बेसरी खटिरहेका छन् अहिले बझाङ जिल्लाका प्रहरी। लफडा गर्ने व्यक्तिहरूलाई चाहिँ यहाँ चाहिँ पुरै यहाँमा चाहिँ पुरै बझाङका प्रहरी रहेका छन्। ठुलो लफडा भएको थियो यहाँ चाहिँ, अहिले चाहिँ कन्ट्रोलमा आइसकेको छ लफडा चाहिँ। जुन लफडा चाहिँ 2 समूहबीच भएको थियो। माथिको डाँडामा देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ बझाङका प्रहरी सब केहीमा खटिएका छन्। सँगै अर्को डाँडामा पनि प्रहरीले सुरक्षा गरिरहेको छ। जुन अघि भएको लफडा चाहिँ अहिले नियन्त्रणमा आइसकेको छ। जुन अघि लफडा भएको थियो अहिले चाहिँ नियन्त्रणमा आइसकेको छ है। यता बानी चैतन्यमा जुन लफडा भएको थियो जिल्ला प्रहरी कार्यालय बझाङले चाहिँ नियन्त्रणमा ल्याइसकेको छ। ल
रे नेपालभरिका कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ सबैले कमेन्ट अनि शेयर सुरु गीत हाल्नको लागि मिला 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 लफडा गर्नुहुन्न पाले पालो भन भन खालि लफडा गरेर ठिक हुँदैन
डिउकलाले अब मुना जोशीको गीत सुन्नु होला हजुरलाई कस्तो लाग्छ गीतहरुले लागालाग बढी बजाङ्गी कि 26 पाथी भेला यो बानीकी चैतन्यमा गीत एउटा धेरै भए गीत हाल्नेमा धेरै भए टिमकोलाले अब गङ्गा जोशीको पढाएको छ टिमकोला भनेको हो नि टिमकोला भनेको हो न टिमकोला पछि हाम्रो ल सुरु होला नइन्डियो ल त्यसलाई लफाजु न ल सुरु होला ल गाउ 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 ल सुरु सुरु बेला सुरु भएको छ यो बान्नीको चोट यही प्रदर्शनमा रहेको छ यो ट्याक्कै डाँडाको पत्ती चाहिँ क्रिकेट हुन आएको छ बिचमा बसिदिनु होला है बिचमा बसेर हल्ला हुन्छ ज्यादा आयोजकवाला गर न बस्न कि लाग भइरहेको छ यहाँमा पहिला बिच बस्न दिएको थिएन अहिले चाहिँ बिच बस्नको लागि हेर्नुहोस् त भइसकेको छ बिच नबसिदिनु होला नि बिच नबोलिदिनु होला बसिहाल्नु भयो नबोलिदिनु होला के हामीले सुन्न पाइँदैन क्या सुनिदिनु बिच बोलेपछि ठुलीसँग भन ठुलीसँग भन्नु न सुन्ने लागेन बिच जानु बिचको होइन सबै बाहिर जाइदिनु होला है आयोजकवाला न अहिले त कटिनु लाग्यो नि मिलाइकन जाऊ न मिलाइकन हल्का
दिशा बीच पुरै भरिएको छ यो बीच त्यतिकै बाहिर पनि बसिरहेको छन् मेरो समाज अहिले त अहिले हुँदैन बिच बसिदिए तेरिका बीच नबसिदिनु न देखिन होइन क्या कस्तो मान्छे हुन् ल यो ल पाइला देखिन होइन न के भिडियो बनाउने अनि नबसाल्नु पर्ने क्या यहाँ आयोजक बेला पनि भएन अहिले त आयोजकलाई भन्नु न पानी सिकिदिनु लाग्यो बसिदेऊ हा
लाइभ हाल्दा देखिन्न कि पानीलाई देखिन्न हेर्नु न त्यस्तो त रमाइलो हुन्छ नि पाइला नहुँदामा आए कि खेल भन्नु 4 जना पुलिसहरु कहाँबाट आए बिचारा है पुरा महिलाको बिचमा 4 जना पुलिस कम्सी पढेको छ यहाँ पक्की चल्नु लाग्छ गंगा देवी जोशी चाहिँ यताबाट भन्ने परेको छ उहाँ चाहिँ गंगा बहादुर जोशी गंगा देवी जोशी भीड बिचमा बस सर पहिला आफ्नै परम्परागत रूपमा चलिआएको चोली गुन्युको पहिरनमा सजिएको 26 पाथी भेराका दिदीबहिनीहरू महिला दिदीबहिनीहरू कतिजना हेर्न अहिले कम भयो
200 कति 32 जना बसिदेऊ मैले बजाऊ माथि जाऊ ओ यही रहेछ हारिरा लाइभ हो लाइभ सर बिस्तारो बिस्तारो
सिमर